जोजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। प्रविधि संयोजनमा विविशा साक्य र शङ्कर थापा। श्रोताहरूलाई कार्यक्रममा स्वागत छ। आज हामी हाम्रा एकजना श्रोता हुनुहुन्छ प्रदीप महर्जन, कीर्तिपुर नगरपालिका वडा नम्बर 9 का बासिन्दा हुनुहुन्छ। उहाँ पनि केही अगाडि कन्ट्याक्ट ट्रेसिङमा परेर होम आइसोलेसनमा बसिसक्नु भएको थियो। उहाँसँगको त्यो अनुभव पनि म आज श्रोताहरूसँग साट्न चाहन्छु, श्रोताहरूलाई जानकारी गराउन चाहन्छु। होम आइसोलेसनमा बस्दा कस्तो हुँदो रहेछ र कन्ट्याक्ट ट्रेसिङमा परिसकेपछिको फिल कस्तो हुँदो रहेछ मानिसहरूलाई, त्यस विषयमा म उहाँसँग जान्ने कोसिस गर्छु। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। म उहाँलाई जोड्दैछु। हेलो हेलो प्रदीप महर्जनज्यू, नमस्ते। नमस्ते। नेवा एफएममा यहाँलाई स्वागत छ। हजुर, धन्यवाद छ। सबभन्दा पहिले म यहाँलाई, अहिले हामी समय सन्दर्भमा कार्यक्रममा छौँ र समय सन्दर्भमा विशेष गरी कोरोनालाई हामी प्राथमिकताका साथ प्रस्तुत गरिरहेका छौँ। अहिले भर्खरै हामीले एकजना सङ्क्रमितको कुरा पनि हाम्रो रेडियोमा राख्यौँ। अब यस पछाडि तपाईँ पनि एकपटक यो कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो भन्ने हामीले सुनेका थियौँ। अनि त्यस पछाडिको तपाईँको अनुभवहरू के कस्तो भयो, कस्तो किसिमको फिल भयो, त्यो बारेमा हाम्रो श्रोताहरूलाई अलिकति बताइदिनुहोस् न। हजुर, धन्यवाद छ। हजुर, म वडा नम्बर 9 मा चाहिँ होइन, वडा नम्बर 10 को बासिन्दा हुँ। ए हजुर, वडा नम्बर 10, माफ गर्नुहोला। हजुर, प्रदीप महर्जन। हजुर, म चाहिँ अब मेरो यहाँ काकाको छोरा हजुर, सरोज महर्जनको एक दिन फ्याक्ट्रीमा गएको थिएँ। हजुर, अनि सरोज भाइसँग करिब 5 मिनट जति बसेको। हजुर, अनि भोलिपल्ट सरोज भाइको चाहिँ कोरोना टेस्ट, पिसिआर टेस्ट गराउँदाखेरि चाहिँ पोजिटिभ देखियो, कोरोना पोजिटिभ आयो भन्ने कुरा चाहिँ सुनेपछि हजुर, अब उहाँसँग केही समय भए पनि सम्पर्कमा आएको कारणले गर्दाखेरि हजुर, एउटा सचेत नागरिकको हिसाबले चाहिँ आफैले घरमा चाहिँ आइसोलेसनमा बसेँ। हजुर, वास्तवमा हरेक नागरिकले चाहिँ सचेत हुनु केयरलेस जरुरी छ। नगरिकन यो चाहिँ गर्नुपर्ने कुरा हो। हजुर, र यसमा चाहिँ धेरै नै कठिनाइ हुँदो रहेछ। हजुर, र मलाई पनि अब यहाँ घरमा बस्दाखेरि साह्रै नै समस्या भयो। यद्यपि मेरो घरमा चाहिँ अब होमस्टे पनि चलाइराखे भएकोले गर्दाखेरि बसाइमा त्यस्तो समस्या भएन, शौचालय प्रयोगमा त्यस्तो समस्या भएन, किनभने अलग अलग शौचालय भएको कारणले गर्दाखेरि समस्या भएन। तर चाहिँ त्यस्तै एउटै मात्र शौचालय भएको अवस्था भए साह्रै नै समस्या हुन्थ्यो। हजुर, हो। तैपनि अब परिवारसँग अलग्गै बस्दाखेरि एक किसिमले नै साह्रै नै गाह्रो महसुस भयो। एकैछिन प्रदीपजी, म यहाँलाई एकैछिन यहाँ रोक्न चाहे। आफू तल्लोमा बस्ने। हजुर, कहीँ पनि अब छुने यताउति गर्नु भएन। हजुर, हजुर, आफ्नै कोठामा बस्ने र आफ्नै ठाउँमा प्रयोग गर्ने बाहेक अन्यत्र चाहिँ कहीँ कुराहरू गर्नु भएन। हजुर, र यसपछि आफूले प्रयोग गरेको सामानहरू चाहिँ सेनिटाइज गर्ने त्यो कामहरू चाहिँ गरिराखेँ। ए हजुर, र यसले गर्दाखेरि चाहिँ एक किसिमको साह्रै नै 1 हप्ता जति म चाहिँ आइसोलेसनमा बसेँ। त्यो अवस्थामा परिवारसँग अलग्गै बस्नुपर्ने अनि हरेक कुराहरूमा चाहिँ एकदमै ध्यानपूर्वक पाइलामै ध्यानपूर्वक विभिन्न क्रियाकलापहरू गर्नुपर्ने गर्दाखेरि चाहिँ साह्रै नै समस्या चाहिँ थियो है। मैले अनि म यहाँलाई बिचमा एकैछिन रोकिहालेँ। के भने तपाईँले अब त्यो हाम्रो तपाईँको मित्र भाइ भेट्न जाँदाखेरि उहाँको स्थिति चाहिँ कस्तो थियो? ज्वरो आइरहेको स्थिति थियो कि खोकी लागेको स्थिति थियो कि सुतिरहनु भएको स्थिति, कस्तो स्थिति थियो?
उहाँको चाहिँ अब अलिकति खोकी लागेको, हजुर हल्का 99 ज्वरो आइराखेको थियो। हजुर त्यो भएकोले चाहिँ अब ल तिमी यस्तो ज्वरो आउँदा आउँदै पनि यसरी चाहिँ बसिराख्ने हो, गएर चाहिँ कोभिड टेस्ट गरिहाल भनेपछि ऊ चाहिँ अब भोलिपल्ट बिहानै गएर चाहिँ टेस्ट गराउँदाखेरि पोजिटिभ आयो। हजुर अनि त्यसपछि चाहिँ आफू पनि सचेत हुनुभयो। आइसोलेसनमा बस्नुपर्ने स्थिति चाहिँ हजुर भएको हो। अब एक सभ्य र सचेत नागरिकको दायित्व निर्वाह गरिदिनु भयो यहाँले। आफू सचेत भइकन आफू तुरुन्तै आइसोलेसनमा बसेर अब कोरोना टेस्ट गराइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद। अनि त्यतिखेर अब टेस्ट आइसोलेसनमा बस्छु भनेर तपाईँले आफू बसिसकेपछि घरमा केही पारिवारिक तनाव, अब घरको मान्छेहरू डराउने यस्तो किसिमको केही फिल भयो? अब स्वाभाविक रूपमा अलिकति यो जुन किसिमको चाहिँ बाहिर सुनिराखेका, फेसबुकमा सुनिराखेका कुराहरू छन्, त्यसले गर्दाखेरि अब घरमै आइसोलेसनमा बस्नुपर्ने व्यक्ति आफ्नै घरमा हुँदाखेरि चाहिँ अलिकति तनाव त हुनु स्वाभाविकै हुँदो रहेछ। हजुर तैपनि अब परिवारले सम्हालेर सहयोग गरेको कारणले गर्दाखेरि मलाई चाहिँ धेरै लामो समयसम्म चाहिँ बस्नु परेन। किनभने अब आफू घरमा बस्दाखेरि पनि अब घर परिवारले चाहिँ खाना आफ्नो कोठामा ल्याइदिने, अनि अरू चाहिँ कामहरू सबै नै आफ्नो थालमै, अब जहिले पनि 1 हप्तासम्म आफ्नो थाल आफै माझ्ने, आफै त्यसैमा चाहिँ खाने गर्दाखेरि चाहिँ अलिकति समस्या चाहिँ हुँदो रहेछ। अनि प्रदीपजी, अनि पेसाले यहाँ चाहिँ अब भनौँ न, अब पूर्व पेसा त यहाँको प्राध्यापन नै हो, अब स्कुलमा कलेजहरूमा पढाउनुहुन्थ्यो। त्यस पछाडिको पेसा जुन यहाँको यो होम स्टे छ, यसलाई अब तपाईँको यो भनौँ न यो आइसोलेसनमा बस्दाखेरि अब तपाईँको व्यवसायलाई कुनै किसिमको असर पऱ्यो कि परेन? अहिले चाहिँ अब विश्वभरि नै यसको चाहिँ प्रभाव त परिराखेकै छ। अहिलेसम्म अब हाम्रो देशमा पर्यटकहरू ठ्याक्कै आउने स्थिति चाहिँ भइराखेको छैन। त्यो कारणले गर्दाखेरि पर्यटन व्यवसाय त एकदमै तहस नहसै भएको अवस्था छ। र अहिले यहाँ होमस्टेमा पनि अब कोही पनि त्यस्तो गेस्टहरू चाहिँ पाहुनाहरू चाहिँ आएको अवस्था छैन। र अहिले चाहिँ त्यो कारणले गर्दाखेरि चाहिँ अब अहिले व्यवसाय त खतमै छ। तैपनि अब यसलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ सहज रूपमा जान्छ कि भन्ने आशा चाहिँ भइराखेको छ। र मेरो यो आइसोलेसन बसेको पिरियडमा अब कोही पनि पाहुनाहरू नभएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो समस्या त भएन। पाहुनाहरू भएको भए अझ झन् समस्या चाहिँ हुन्थ्यो। अब यहाँ एक सचेत नागरिकको हैसियतले आफ्नो जुन दायित्व पुरा गर्नुपर्ने थियो यहाँले गरिदिनु भयो, धेरै धेरै धन्यवाद म दिन चाहन्छु। अब हाम्रो श्रोताहरूलाई पनि यस्तो किसिमको दायित्व बोध गरिदिनु हुन केही टिप्सहरू दिनुहुन्छ भने अलिकति भनिदिनुहोस् न। हजुर, अब हाम्रो यो श्रोताहरूलाई चाहिँ म के भन्न चाहन्छु भने कोही पनि अब कोभिड पोजिटिभ भएको र आफू सम्पर्कमा आएको अवस्था छ भने आफूले कोभिड भएकोलाई पनि आइसोलेसनमा बस्नको लागि चाहिँ सहयोग गर्ने, नआत्तिनको लागि भन्ने, र आफू पनि त्यसको सम्पर्कमा भएको अवस्थामा मलाई त केही भएको छैन भन्ने जुन किसिमबाट चाहिँ अहिले धेरै मानिसहरू यो ट्रेसिङमा परेकाहरू पनि बाहिर घुमिराखेको अवस्थाहरू चाहिँ देखेका छु। यसले गर्दाखेरि के त भनेपछि त्यसले केही सिम्टम्स पनि भएको छैन र उसलाई चाहिँ अब भित्रभित्रै त्यो किसिमको भएर उसले चाहिँ ट्रान्सफर गर्ने, यो चाहिँ सार्ने सम्भावनाहरू चाहिँ धेरै हुँदो रहेछ। र अहिले चाहिँ काठमाडौँमा धेरै जसो चाहिँ यो सङ्क्रमित सङ्ख्या चाहिँ बढिराखेको अवस्था पनि यसैको कारणले गर्दाखेरि हो जस्तो लाग्छ। त्यसैले चाहिँ जो व्यक्ति चाहिँ सम्पर्कमा आएको छ उसलाई चाहिँ सिम्टम्स देखोस् नदेखोस्, यदि कोभिड पोजिटिभको व्यक्तिसँग चाहिँ सम्पर्कमा आएछ भने उहाँहरू चाहिँ कृपया सावधानीपूर्वक
अनुशासित भएर आफ्नो घरमै बसेर चाहिँ 14 दिन हजुर नभए पनि 7 दिन त्यहाँ बसेर चाहिँ पिसिआर टेस्ट गराएर नेगेटिभ आएको अवस्थामा मात्रै बाहिर गएर क्रियाकलापहरू गर्नको लागि अनुरोध गर्दछु। हजुर धन्यवाद प्रदीपजी। उहाँ हुनुहुन्थ्यो हाम्रो कीर्तिपुर नगरपालिका वडा नम्बर 10 का एक कुशल व्यवसायी कुशल खेलाडी पनि हुनुहुन्थ्यो उहाँ प्रदीप महर्जन। आज हामीले उहाँसँग कुरा गऱ्यौँ। नेवा एफएमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर धन्यवाद छ तपाईँलाई पनि यहाँको कुराहरू राख्ने अवसर दिनुभएकोमा। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हाम्रो प्रदीप महर्जनज्यूको अनुरोध यहाँले सुनेर कोभिडलाई फैलिन नदिन हामी सामाजिक स्तरमा सबैजना लाग्नुपर्छ भन्ने म अनुरोध गर्दै आजको कार्यक्रमबाट म छुट्टिन चाहन्छु। शङ्कर थापालाई आज्ञा दिनुहोस्। नमस्ते, शुभ।